फोटोहरू हेर्दा लाग्छ जीवन कति छिटो परिवर्तन हुन्छ है। हिजो जस्तो लाग्छ मेरो सानो नानीलाई पेटमा बोकेर उसको प्रत्येक टिप महसुस गर्दै थिएँ। प्रेग्नेन्सी मेरो लागि साँच्चीको एउटा सुन्दर यात्रा थियो। हरेक स्क्यान, हरेक अपोइन्टमेन्ट, हरेक सानो मोमेन्टले मलाई धेरै खुसी बनाउँथ्यो। त्यो समयलाई म सधैँ सम्झिरहनेछु। नानी जन्मेपछि मेरो यात्रा मैले सोचेको जस्तो सहज भएन। पोस्टमार्टम प्री-इक्लिप्सियाले मेरो जीवनमा एक्कासी अर्कै मोड पुर्यायो। हस्पिटलका दिनहरू, बारम्बार ब्लड प्रेसर चेक गर्नु, मेडिकेसन लिनु, रातभर निद्रा नपर्नु अनि आफ्नै स्वास्थ्यको चिन्ता गर्नु। त्यो समय साँच्चीकै कठिन थियो। कहिलेकाहीँ पोस्टमार्टम एन्जाइटीले यति धेरै असर गर्छ कि मनमा डर मात्रै आउँछ कि म ठिक हुन्छु कि हुँदिन। मेरो बच्चाहरूको लागि म बलियो बन्न सक्छु कि सक्दिनँ होला भन्ने सोच सधैँ मनमा भइरहन्छ। तर त्यसै बेला म आफूलाई सम्झाउँछु, म एक आमा हुँ, म बलियो छु अनि म एक्लो छैन। सबैभन्दा धेरै धन्यवाद मेरो प्यारो श्रीमानलाई। तिमीलाई धेरै धेरै धन्यवाद बुढो, सधैँ मेरो साथमा भएकोमा। हस्पिटलका रातहरूमा, मेरो आँसुमा, मेरो डरमा, मेरो कमजोरीमा अनि मेरो यो रिकभरी फेजमा, हरेक चरणमा तिमी सधैँ मेरो साथमा भयो। जब म एक्लो फिल गर्छु, जब म आफूलाई हराएको महसुस गर्छु, तिमीले सधैँ मलाई सम्झायो कि म एक बलियो आमा हुँ र त्यसको लागि धेरै धेरै धन्यवाद। र आज म विशेष धन्यवाद भन्न चाहन्छु मेरो प्यारो बाबा मम्मीलाई। हजारौं किलोमिटर टाढा नेपालबाट आफ्नो सबै कुरा छोडेर केवल मेरो लागि र मेरो छोरीहरूको लागि भनेर यहाँ आउनुभयो। कुनै आमा बुवाले आफ्नो छोराछोरीलाई कति माया गर्छन् भन्ने कुरा म मेरो बाबा मम्मीलाई हेरेर महसुस गर्छु। तपाईँहरूले बिहानै उठेर घरको सबै काम गरिदिनुहुन्छ, खाना बनाइदिनुहुन्छ, घर सफा गरिदिनुहुन्छ, मेरो 5 वर्षकी छोरीलाई स्कुलको लागि तयार गरिदिनुहुन्छ, उसको लन्च प्याक गर्नेदेखि उसको कपाल पुर्ने, उसलाई स्कुल पुर्याउने पठाउने सबै कुरा गरिदिनुहुन्छ। र त्यसै अनुसार मेरो सानो छोरीलाई हरेक दिन माया गरेर स्याहार्नुहुन्छ। उसको तेल मसाजदेखि उसलाई सुताउने, खुवाउने र उसलाई अङ्गालामा राखेर गीत गाएर सुताइदिनुदेखि सबै कुरामा तपाईँहरूले एकदमै ध्यान दिनुभएको छ। तपाईँहरूको यो माया देख्दा मलाई एकदमै खुसी लाग्छ र मन भरिएर आउँछ। त्यसै अनुसार तपाईँहरू बिना म एउटा आमा, एउटा रेस्ट गर्न पाएको छु। तपाईँहरूको कारणले मैले घरको केही चिन्ता लिनु परेको छैन। तपाईँहरूको कारणले मेरा 2 छोरीहरूले माया के हो, आमा बुवाको स्याहार के हो भन्न पाएका छन्। र कहिलेकाहीँ मेरो 2 छोरीहरूलाई हेर्छु र लाग्छ म एकदमै भाग्यमानी छु, किनकि म साँच्चै नै धेरै भाग्यमानी छु तपाईँहरू र मेरो श्रीमानको माया पाएर। मसँग यस्तो श्रीमान हुनुहुन्छ, यस्तो बुवा मम्मी हुनुहुन्छ अनि यी 2 सुन्दर छोरीहरू छन्। हिरिङ अझ भइरहेको छ। केही दिन राम्रो हुन्छ, केही दिन गाह्रो हुन्छ। कहिलेकाहीँ हामी केवल पार्कमा हिँड्न जान्छौँ, ताजा हावा लिन्छौँ, कहिलेकाहीँ छोरीहरूको हाँसो सुन्छौँ अनि त्यस नै मेरो लागि ठुलो खुसी बनेको छ। यो पोस्टमार्टमको जर्नी मेरो लागि मलाई एउटा कुरा सिकाएको छ। हेल्प माग्नु कमजोरी होइन, फ्यामिलीको माया नै सबभन्दा ठुलो औषधि हो र तपाईँको दुःखका दिनहरू छिटै गइहाल्छन्। आज केवल एउटा कुरा भन्न चाहन्छु, धन्यवाद बाबा, धन्यवाद मम्मी र धन्यवाद मेरो श्रीमानलाई। तपाईँहरू बिना यो यात्रा सहज कहिले हुने थिएन। म मेरो छोरीहरूलाई तपाईँहरूको माया र साथको सधैँ ऋणी हुनेछौँ। अनि म सम्पूर्ण आमाहरूलाई एउटा कुरा भन्न चाहन्छु, तपाईँहरू सबैजना एकदमै राम्रो गरिरहनु भएको छ। एक पटक एक दिनमा, एउटा पाइला एक दिनमा, एउटा स्याहार एक दिनमा र एउटा अँगालो एक दिनमा, त्यति भए नै हाम्रो आमाहरूको यात्रा आफ्नो हुनेछ। Postpartum may have been tested my strength, but family remind me how